फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली। सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली, सार्वभौमै फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल, वीरहरूका रगतले स्वतन्त्र अटल। ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल, अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छ विशाल, अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। नमस्कार श्रीमान प्रमुखज्यू, महानगरपालिकाका नगरसभाका सदस्यज्यूहरू र पत्रकार साथीहरू, कर्मचारी मित्रहरू, आज हामी काठमाडौँ महानगरपालिकाको नगरसभाको 19औं अधिवेशनको 6औं बैठकमा उपस्थित भएका छौँ र यस बैठकलाई सञ्चालन गरिदिनु हुन यस सभाका सभा अध्यक्षज्यू एवं काठमाडौँ महानगरपालिका प्रमुखज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। काठमाडौँ महानगरपालिका नगरसभाको 19औं अधिवेशनको 6औं बैठकमा उपस्थित हुनुभएका बैठकका सचिवज्यू, नगरसभाका सदस्यज्यूहरू, विभागीय प्रमुख, कर्मचारी साथीहरू, मिडियाका साथीहरू, यहाँहरू सबैजनालाई जोजोलोपा नमस्कार र बैठकमा स्वागत गर्दछु। आजको यस बैठकको कार्यसूचीको क्रम सङ्ख्या 1 मा रहेको नगरसभा अन्तर्गतको विधायन समितिबाट दफावार छलफल गरी तयार गरिएको देहायका विधेयक प्रस्तुत गर्न नगरसभा अन्तर्गतको विधायन समितिका सदस्य श्री हुमा आचार्यज्यूलाई समय उपलब्ध गराउँदछु। र विधेयकहरू यस प्रकार रहेका छन्। काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 मा पहिलो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 मा दोस्रो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन 2075 को पहिलो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन ऐन 2077 को पहिलो संशोधन 2083, काठमाडौँ महानगरपालिका कर्मचारी सेवा ऐन 2077 को चौथो संशोधन विधेयक 2083। धन्यवाद प्रमुखज्यू। आज काठमाडौँ महानगरपालिका नगरसभाको 19औं अधिवेशनका सभाध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुखज्यू, काठमाडौँ महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एवं नगरसभाका सचिवज्यू, नगरसभाका सम्पूर्ण माननीय सदस्यज्यूहरू, उपस्थित सम्पूर्ण कर्मचारी मित्रहरू, सञ्चारकर्मी मित्र र सुरक्षाकर्मी मित्र सम्पूर्णमा म आफ्नो यस सभा अन्तर्गतको विधायन समितिको तर्फबाट यस सम्मानित सभा समक्ष काठमाडौँ महानगरपालिकाको 19औं अधिवेशनको चौथो बैठकमा पेश भएको विधेयकहरू उप समितिमा दफावार छलफल गरी तयार गरिएको विधेयक यस सभामा प्रस्तुत गर्न अनुमति चाहन्छु। उल्लेखित विधेयक प्रति र ऐन संशोधनको 3 महले प्रस्ताव यहाँहरूको प्राप्त गर्नु भइसकेको छ भन्ने मलाई लाग्छ। काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 लाई संशोधन गर्न बनेको विधेयक 2083 प्रस्तावना। काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 लाई संशोधन गर्न वाञ्छनीय भएकोले काठमाडौँ महानगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ। 1. संक्षिप्त नाम र प्रारम्भ। यस ऐनको नाम काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 पहिलो संशोधन ऐन 2083 रहेको छ। 2. यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। 2. काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 को दफा 2 मा संशोधन। जनस्वास्थ्य ऐन 2080 यसपछि मूल ऐन भनिएको
दफा 2 को खण्ड प पछि देखाएको खण्ड फ थप गरिएको छ। नगरवासी भन्नाले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका स्थायी बासिन्दासँग विवाहित महिला र प्रचलित कानुन बमोजिम बसाइसरी आएका नेपाली नागरिक सम्झनु पर्दछ। 3 मूल ऐनको दफा 24 मा संशोधन मूल ऐनको दफा 24 को उपदफा 3 को सट्टा देहायको उपदफा 3 राखिएको छ। 3 खाता सञ्चालन समितिका सदस्य सचिव र तोकिएको लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ। 4 मूल ऐनको दफा 56 मा संशोधन मूल ऐनको दफा 56 को सट्टा देखाएको दफा 56 राखिएको छ। 56 पुनरावेदन दिन सक्ने यस ऐन बमोजिम गरेको जरिवाना उप चित्त नबुझ्ने पक्षले त्यस्तो आदेश भएको मितिले 35 दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ। काठमाडौँ महानगरपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2075 लाई संशोधन गर्न बनेको विधेयक 2083। प्रस्तावना काठमाडौँ महानगरपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2075 लाई संशोधन गर्न वाञ्छनीय भएकोले काठमाडौँ महानगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ। 1 संक्षिप्त नाम र प्रारम्भ। 1 यस ऐनको नाम काठमाडौँ महानगरपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2075 पहिलो संशोधन ऐन 2083 रहेको छ। 2 यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। काठमाडौँ महानगरपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2075 को दफा 4 मा संशोधन। काठमाडौँ महानगरपालिका विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2075 यसपछि मूल ऐन भनिएको दफा 4 को उपदफा 4 को सट्टा देखाएको उपदफा 4 राखिएको छ। 4 उपदफा 2 र 3 मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिको बैठक तत्काल बोलाउन आवश्यक भएमा संयोजकले जुनसुकै बेला बैठक बोलाउन सक्नेछ र त्यस्तो अवस्थामा समितिका संयोजक समितिका सदस्य मध्ये उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत विपद व्यवस्थापन विषयगत समितिका संयोजक नगर प्रहरी बल प्रमुख र समितिको सदस्य सचिव उपस्थित भएमा समितिको बैठक बस्न सक्नेछ। 2 मूल ऐनको दफा 4 को उपदफा 9 पछि देहाय बमोजिमको उपदफा 10 थप गरिएको छ। 10 भौतिक रूपमा बैठक बस्न नसक्ने आपतकालीन अवस्थामा उपदफा 4 बमोजिमको बैठक विद्युतीय माध्यमबाट समेत बस्न सक्नेछ। 3 मूल ऐनको दफा 5 मा संशोधन मूल ऐनको दफा 5 को खण्ड च पछि देखाएको खण्ड च 1 थप गरिएको छ। 1 च 1 समितिको बैठकले यकिन गरेका ठूला तथा जटिल विपद घटनाको व्यवस्थापन खोज तथा उद्धार राहत वितरण स्रोत साधन परिचालन तथा अन्तर्निकाय समयका लागि विपद कमान्ड प्रणाली इन्सिडेन्ट कमान्ड सिस्टम ICS लागू गर्न प्रमुख प्रशासकीय अधिकृत वा महानगरपालिकाको कुनै अधिकृत कर्मचारीलाई नगर प्रमुखले कमान्ड तोक्नेछ। 2 मूल ऐनको दफा 5 को खण्ड द को सट्टा देहाय बमोजिमको खण्ड द राखिएको छ। द कार्यविधि तर्जुमा गरी केन्द्रीय स्तरमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना र सञ्चालन तथा आवश्यकता अनुसार वडा र समुदाय स्तरमा समेत आपतकालीन केन्द्र सञ्चालन गर्ने। 4 मूल ऐनको दफा 10 मा संशोधन मूल ऐनको दफा 10 को उपदफा 1 को खण्ड क को सट्टा देहाय बमोजिमको खण्ड क राखिएको छ। क महानगरपालिकाबाट जारी भएको आगलागी सुरक्षा र सुरक्षित निकास योजना सम्बन्धी मापदण्ड पालना गर्ने। 5 मूल ऐनको दफा 28 मा संशोधन मूल ऐनको दफा 28 को सट्टा देहाय बमोजिमको दफा राखिएको छ। कार्यपालिकाको यो ऐन कार्यान्वयनका लागि आवश्यक नियम निर्देशिका कार्यविधि र मापदण्ड बनाउन सक्नेछ। काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि 2075 लाई संशोधन गर्न बनेको विधेयक 2083। प्रस्तावना काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन 2075 लाई संशोधन गर्न वाञ्छनीय भएकोले काठमाडौँ महानगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ। 1 संक्षिप्त नाम र प्रारम्भ। 1 यस ऐनको नाम काठमाडौँ महानगरपालिका विपद निरूपण कार्यविधि ऐन 2075 को पहिलो संशोधन ऐन 2083 रहेको छ।
2 यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। 2 काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन 2075 को दफा 7 मा संशोधन। काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि 2075 यसपछि मूल ऐन भनिएको दफा 7 को उपदफा 1 को सट्टा देखाएको उपदफा 1 राखिएको छ। 1 काठमाडौँ महानगरपालिका विवाद दर्ता भएपछि बढीमा 3 दिनभित्र प्रतिवादीका नाममा 7 दिनको म्याद दिई अनुसूची 4 बमोजिमको ढाँचाको म्याद र सूचना तामेल गर्नुपर्नेछ। 3 मूल ऐनको दफा 34 मा संशोधन। 1 मूल ऐनको दफा 34 को उपदफा 2 हटाइएको छ। 2 मूल ऐनको दफा 34 को उपदफा 4 को सट्टा देहाए बमोजिमको उपदफा राखिएको छ 4 राखिएको छ। 4 मेलमिलापकर्ताको सूचीमा सूचीकृत हुने व्यक्तिले न्यायिक समितिको संयोजक समक्ष शपथ लिनु पर्नेछ र न्यायिक समितिको संयोजकको कार्यकाल अवधिभर पुनः शपथ लिनुपर्ने छैन। मूल ऐनको दफा 35 मा संशोधन। मूल ऐनको दफा 35 को उपदफा 1 को खण्ड घ पछि देहाए बमोजिमको खण्ड ङ थप गरिएको छ। ङ दफा 40 तथा अन्य प्रचलित कानुन बमोजिम मेलमिलापकर्ताले पालन गर्नुपर्ने आचरण पालना नगरेमा। 5 मूल ऐनको दफा 37 मा संशोधन। मूल ऐनको दफा 37 को उपदफा 2 को सट्टा देहाए बमोजिमको उपदफा 2 राखिएको छ। 2 उपदफा 1 बमोजिम पक्षीहरूको बीचमा एकजना मेलमिलापकर्ताको नाममा सहमति हुन नसकेमा काठमाडौँ महानगरपालिकाले गोलापर्थको माध्यमबाट मेलमिलापकर्ता छनौट गरिदिनुपर्नेछ र सो मेलमिलापकर्तालाई 2 पक्षले स्वीकार गर्नुपर्नेछ। 6 मूल ऐनको दफा 70 मा संशोधन। मूल ऐनको दफा 70 को उपदफा 3 पछि देहाए बमोजिमको उपदफा 3 क थप गरिएको छ। 3 क गर्भवती महिला, वरिष्ठ ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन पक्षलाई निर्णय कार्यान्वयन गर्दा विशेष ध्यान दिई मानवीयता र विशेष अवस्थाको ख्याल गरी सो पक्षको संरक्षण र सुविधाको सम्भव भएसम्म व्यवस्थापन गर्नुपर्नेछ। 2 मूल ऐनको दफा 70 को उपदफा 5 को सट्टा देहाए बमोजिमको उपदफा 5 राखिएको छ। 5 निर्णय कार्यान्वयन गर्न माग गर्ने पक्षले उपदफा 4 बमोजिम जिम्मा लिएको माल सामान 6 महिनासम्म पनि सम्बन्धित व्यक्ति बुझी लिन नआएमा न्याय प्रशासनको अनुमतिले बिक्री गर्न सक्नेछ। 7 मूल ऐनको दफा 72 मा संशोधन। मूल ऐनको दफा 72 को उपदफा 1 को सट्टा देहाए बमोजिमको उपदफा 1 राखिएको छ। 1 यस ऐन अन्तर्गत दर्ता हुने विवादसँग सम्बन्धित कार्यहरूको लागि प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाको न्याय कानुन प्रशासन समूहको वरिष्ठतम अधिकृतहरूको कर्मचारीलाई न्याय प्रशासक तोक्न पर्नेछ। काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 लाई संशोधन गर्न बनेको विधेयक 2083। प्रस्तावना। काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 लाई संशोधन गर्न वाञ्छनीय भएकोले काठमाडौँ महानगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ। 1 संक्षिप्त नाम र प्रारम्भ। 1 यस ऐनको नाम काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 दोस्रो संशोधन ऐन 2083 रहेको छ। 2 यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। 2 काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 को दफा 2 मा संशोधन। काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 यसपछि मूल ऐन भनिएको दफा 2 को खण्ड झ सट्टा देहाए बमोजिमको खण्ड झ राखिएको छ। झ निरीक्षक भन्नाले विद्यालय निरीक्षण गर्न तोकिएको शिक्षा सेवाको अधिकृत कर्मचारीलाई सम्झनु पर्दछ र सो शब्दले विद्यालय निरीक्षण तथा सुपरिवेक्षण गर्न शिक्षा अधिकारीले तोकेको विभागमा कार्यरत अधिकृत कर्मचारीलाई समेत जनाउँदछ। 3 मूल ऐनको दफा 8 मा संशोधन। मूल ऐनको दफा 8 को उपदफा 4 पछि देहाए बमोजिमको उपदफा 5 थप गरिएको छ। 5 यस दफामा माथि जुनसुकै कुरा उल्लेखित लेखिएको भए तापनि महानगरपालिका आफैले वा समुदाय वा सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित विद्यालय वा सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा विशेष समावेशी औपचारिक अनौपचारिक निरन्तर वैकल्पिक र दूर शिक्षा कार्यक्रम सञ्चालन गर्न सक्नेछ।
4 मूल ऐनको दफा 13 मा संशोधन मूल ऐनको दफा 13 को खण्ड र पछि देहाए बमोजिमको खण्ड ल राखिएको छ। ल नगर सभाको निर्णय बमोजिम विश्वविद्यालयको स्थापना सञ्चालन तथा व्यवस्थापन गर्ने गराउने। 5 मूल ऐनको दफा 17 मा संशोधन। 1 मूल ऐनको दफा 17 को खण्ड र को सट्टा देहाए बमोजिमको खण्ड र राखिएको छ। र विद्यालय निरीक्षक र स्रोत शिक्षकको कामको अनुगमन सुपरिवेक्षण र निजहरूबाट प्राप्त निरीक्षण प्रतिवेदन उप कारबाही गर्ने। 2 मूल ऐनको दफा 17 को खण्ड स पछि देहाए बमोजिमको खण्ड स 1 थप गरिएको छ। स 1 आन्तरिक स्रोततर्फको शिक्षक प्रशिक्षक बाल विकास शिक्षक र विद्यालय कर्मचारीको नियुक्ति र सरुवा सम्बन्धमा विषयगत समितिको निर्णयअनुसार गर्ने गराउने। 3 मूल ऐनको दफा 17 को खण्ड ह पछि देहाए बमोजिमको खण्ड ह 1 थप गरिएको छ। ह 1 शैक्षिक गुठीको विधान प्रमाणित र संशोधन गर्ने। 4 मूल ऐनको दफा 17 को खण्ड 6 को सट्टामा देहाए बमोजिमको खण्ड 6 राखिएको छ। 6 विद्यालय निरीक्षक स्रोत शिक्षक तथा प्रधानाध्यापकहरूको कार्य सम्पादन करार गर्ने। 6 मूल ऐनको दफा 18 मा संशोधन मूल ऐनको दफा 18 को खण्ड ढ को सट्टा देहाए बमोजिमको खण्ड ढ राखिएको छ। ढ स्रोत शिक्षकको कामको अनुगमन गरी प्रत्येक महिना विभाग समक्ष पेश गर्ने। 7 मूल ऐनको दफा 27 मा संशोधन। 1 मूल ऐनको दफा 27 को उपदफा 1 को सट्टा देहाए बमोजिमको उपदफा 1 राखिएको छ। 1 सामुदायिक विद्यालयको सञ्चालन रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा देहाएका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहनेछ। क अभिभावकले आफूहरू मध्येबाट छानी पठाएका 2 जना महिला सहितका 4 जना सदस्य। ख विद्यालय रहेको सम्बन्धित ओडाको ओडाध्यक्ष वा ओडाध्यक्षले तोकेको सदस्यहरू मध्येबाट 1 जना सदस्य। ग विद्यालयका शिक्षकले आफूहरू मध्येबाट छानी पठाएको 1 जना सदस्य। घ विद्यालय प्रधानाध्यापक सदस्य सचिव। 2 मूल ऐनको दफा 27 को उपदफा 5 को सट्टा देहाए बमोजिमको उपदफा 5 राखिएको छ। 5 विद्यालय व्यवस्थापन समितिका सदस्यहरूले उपदफा 1 को खण्ड क वा ख बमोजिम सदस्यहरू मध्येबाट छानेको सदस्य सो समितिको अध्यक्ष हुनेछ। 3 मूल ऐनको दफा 27 को उपदफा 6 को पछि देहाए बमोजिमको उपदफा 6 क थप गरिएको छ। 6 क शिक्षा अधिकारीले तोकेको सम्बन्धित विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई विद्यालय व्यवस्थापन समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ। 4 मूल ऐनको दफा 27 को उपदफा 10 को सट्टा देहाए बमोजिमको उपदफा 10 राखिएको छ। 10 उपदफा 1 र 9 बमोजिम छानिएका वा मनोनित अध्यक्ष वा सदस्यको पदावधि 3 वर्षको हुनेछ। त्यस्ता अध्यक्ष वा सदस्यले आफ्नो पद अनुसारको आचरण नगरेको देखेमा त्यसरी छान्ने वा मनोनयन गर्ने अभिभावक पदाधिकारी वा निकायले निजलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाई पेश गर्ने एकपटक मौकाबाट वञ्चित गरिने छैन। 5 मूल ऐनको दफा 27 को उपदफा 11 को सट्टा देहाए बमोजिमको उपदफा 11 राखिएको छ। 11 संस्थागत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन कम्तीमा माध्यमिक शिक्षा 12 कक्षा वा सो सर शैक्षिक योग्यता प्राप्त गरेको व्यक्ति हुनुपर्नेछ। 8 मूल ऐनको दफा 38 मा संशोधन मूल ऐनको दफा 38 पछि देहाए बमोजिमको दफा 38 क राखिएको छ। 38 क विद्यालय साझेदारी कार्यक्रम महानगरपालिकाको विद्यालयहरूबीच असल अभ्यास र सफल अनुभव आदान प्रदान गर्न विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गर्न सक्ने छ। 9 मूल ऐनको दफा 50 मा संशोधन। 1 मूल ऐनको दफा 50 को उपदफा 2 हटाइएको छ। 2 मूल ऐनको दफा 50 को उपदफा 3 को पछि देहाए बमोजिमको उपदफा 3 क राखिएको छ। 3 क दफा 1 र 2 र 3 मा जुनसुकै कुरा लेखिएको भए तापनि महानगरपालिकाले कार्यविधि तर्जुमा गरी
प्रतिस्पर्धाको माध्यमबाट छात्रवृत्तिका लागि विद्यार्थी छनौट गरी मनोनयन गर्न सक्नेछ। काठमाडौँ महानगरपालिका कर्मचारी ऐन 2077लाई संशोधन गर्न बनेको विधेयक 2083। प्रस्तावना। काठमाडौँ महानगरपालिका कर्मचारी ऐन 2077लाई संशोधन गर्न वाञ्छनीय भएकोले काठमाडौँ महानगरपालिकाको नगरसभाले यो ऐन बनाएको छ। 1. संक्षिप्त नाम र प्रारम्भ। 1. यस ऐनको नाम काठमाडौँ महानगरपालिका कर्मचारी ऐन 2077 चौथो संशोधन ऐन 2083 रहेको छ। 2. यो ऐन तुरुन्त प्रारम्भ हुनेछ। 2. काठमाडौँ महानगरपालिका कर्मचारी ऐन 2077 को दफा 17 मा संशोधन। काठमाडौँ महानगरपालिका कर्मचारी ऐन 2077 यसपछि मूल ऐन भनिएको। 8. काठमाडौँ महानगरपालिका कार्य सम्पादन प्रभावकारी बनाउन आवश्यक भएमा बढीमा 6 महिनाको लागि जिल्ला दर रेट अनुसार पारिश्रमिक दिने गरी डोर हाजिरमा कर्मचारी भर्ना गर्न सकिनेछ। 3. मूल ऐनको दफा 21 मा संशोधन। मूल ऐनको दफा 21 को उपदफा 3 पछि देहाय बमोजिमको उपदफा 4 थप गरिएको छ। कर्मचारी बढुवा प्रयोजनको लागि देहाय बमोजिमको अङ्क गणना गरिनेछ। क. कार्य सम्पादन मूल्याङ्कन बापत 40 अङ्क। ख. ज्येष्ठता बापत 30 अङ्क। ग. भौगोलिक क्षेत्रमा काम गरे बापत 16 अङ्क। घ. शैक्षिक योग्यता बापत 12 अङ्क। तालिम बापत 2 अङ्क। 4. मूल ऐनको दफा 21 मा संशोधन। मूल ऐनको दफा 21 को उपदफा 2 को खण्ड क पछि देखाएको खण्ड ख थपिएको छ। ख. पुनरावलोकन समितिको व्यवस्था प्रदेश कानुन बमोजिम हुनेछ। 5. मूल ऐनको दफा 27 मा संशोधन। मूल ऐनको दफा 27 को उपदफा 1 पछि देहाय बमोजिमको उपदफा 1 क थपिएको छ। स्थानीय स्वायत्त शासन ऐन 2055 तथा नियमावली 2056 बमोजिम निरन्तर सेवा गरी स्थायी नियुक्ति पाएका कर्मचारीले यो ऐन जारी भएको मितिले 60 दिनभित्र सेवा अवधि जोड्न चाहेमा स्थायी हुन अघि अविच्छिन्न सेवा गरेको अवधि उपदान तथा निवृत्ति भरण प्रयोजनको लागि गणना गरिनेछ। 6. मूल ऐनको दफा 80 मा संशोधन। 1. मूल ऐनको दफा 80 को खण्ड क हटाइएको छ। 2. मूल ऐनको दफा 80 को खण्ड ख पछि देखाएको खण्ड ग थप गरिएको छ। ग. महिला कर्मचारीको हकमा अवकाशको उमेर 20 वर्ष पुग्न नसकेकोमा बढीमा 2 वर्षसम्म थप गरी निवृत्ति भरण दिन सकिनेछ। 7. मूल ऐनको दफा 83 मा संशोधन। मूल ऐनको दफा 83 को उपदफा 2 को सट्टा देखाएको उपदफा 2 राखिएको छ। 2. उपदफा 1 बमोजिम करार सेवाका कर्मचारीहरू स्थायी हुने परीक्षामा सहभागी हुन अनिच्छुक भई सेवाबाट अलग हुन चाहेमा वा परीक्षाको प्रक्रिया सुरु हुनु अगावै सेवाबाट अलग हुन चाहेमा त्यस्ता कर्मचारीहरूले सम्वत 2083 चैत्र मसान्तभित्र राजीनामा दिई महानगरपालिकाको सेवाबाट अलग हुन देहाय बमोजिमको सुविधा प्राप्त गर्नेछन्। 8. मूल ऐनको दफा 109 मा संशोधन। मूल ऐनको दफा 109 पछि देखाएको दफा 109 क थप गरिएको छ। 109 क. नोकरी अवधि गणना गरिने काठमाडौँ महानगरपालिकामा स्थायी रूपमा नियुक्ति भई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको निकायमा काम गरी पुनः महानगरपालिकाको सेवामा नियुक्ति भएका वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वको निकायमा काम गरिरहेका अवस्थामा नै काठमाडौँ महानगरपालिकाको सेवामा स्थायी नियुक्ति पाई कार्यरत कर्मचारीहरूको सेवा अवधि पुरै जोडिनेछ। हस्, यति भन्दै मेरो भनाइ अन्त गर्छु। धन्यवाद, नमस्कार। उमा आचार्यज्यूलाई धन्यवाद छ। आजको यस बैठकमा नगरसभा अन्तर्गतको विधायन समितिका सदस्यबाट प्रस्तुत भएका विधेयकहरू: क. काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 मा पहिलो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 को दोस्रो संशोधन 2083, काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन 2075 को पहिलो संशोधन 2083,
काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन ऐन 2077 को पहिलो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका कर्मचारी सेवा ऐन 2077 को चौथो संशोधन विधेयक 2083 र यस अधिवेशनको 5औं बैठकमा सुशासन समितिका संयोजकज्यूबाट यस सभामा पेश गर्नुभएको देहायका विधेयक तथा प्रस्तावहरू: क. काठमाडौँ महानगरपालिका महानगर प्रहरी ऐन 2080 को दोस्रो संशोधन 2083, ख. काठमाडौँ महानगरपालिका भवन निर्माण मापदण्ड 2080 को दोस्रो संशोधन 2083 तथा न्यायिक समितिको प्रतिवेदन, विकास तथा सुशासन समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन उपर बोल्न चाहने नगरसभाका सदस्यज्यूहरूलाई आफ्नो नाम टिपाउन 5 मिनेटको समय उपलब्ध गराउँदछु। बाँकी
धन्यवाद। नगरसभाका सदस्य श्री विमल कुमार होडाज्यूलाई आफ्नो भनाई यही प्रस्तावमा केन्द्रित भई आफ्नो भनाइहरू राख्नुहुनका निम्ति 3 मिनेट समय उपलब्ध गराउँदछु। धन्यवाद। आजको यस नगरसभाका अध्यक्षज्यू एवं सचिवज्यू, उपस्थित हुनुहुने सम्पूर्ण नगरसभा सदस्यज्यूहरू एवं यस सभामा उपस्थित हुनुभएका विभागीय प्रमुखज्यूहरू, महाशाखा प्रमुखज्यूहरू र अन्य उपस्थित व्यक्तित्वहरू, वास्तवमा मैले दफाबार भन्दा पनि आज खुसीको कुरा साट्न मन लाग्यो। यो नगरसभाले यस वर्ष हामी विधि सम्मत प्रत्येक धेरै समितिहरूले चाहिँ यहाँ प्रतिवेदनहरू दिएको पाएँ। यसमा अवश्यमेव यो सभाले हाम्रो काठमाडौँ महानगरपालिकाले यति धेरै विधेयकहरू संशोधन गरेर मलाई लाग्दछ नेपालभरि नै भएका पालिकाहरूलाई सन्देश दिन खोजेको जस्तो पनि लाग्दछ। र एउटा कुरा के भने हामीले बनाएका विधेयकहरू कति वैज्ञानिक छन्, कति परिमार्जन गर्नुपर्ने आवश्यकता भएको छ भन्ने कुरामा चाहिँ अलिकति हाम्रो छलफल कम भएको हो कि भन्ने मैले अनुभूति गरेको छु। जस्तो अहिले सहरी व्यवस्थापन सम्बन्धी चाहिँ नक्सादेखि लिएर अभिलेखीकरणदेखि लिएर धेरै कुराहरूमा जति हामी चिन्तित हुनुपर्ने हो, चिन्ता के को लागि भने यहाँका नगरवासीहरूले त्यस ऐनबाट एउटा चाहिँ राहत पाउने र साँच्चीकै परिवर्तनको अनुभूति गर्ने कुराहरू महसुस हुने गरी हामीले कति संशोधन गऱ्यौँ त, कति आवश्यकता छ त। तर मलाई गर्व लागेको छ, यसपालि भनिहालेँ, धेरै विधेयकहरू हामीले परिमार्जन गर्न सफल भएका छौँ, छलफलमा ल्याउन सफल भएका छौँ, अध्ययन पनि गरेका छौँ। तर अहिले नगरवासीहरूले चाहिँ अनुभूति हुने किसिमले कति परिवर्तन गर्न सक्यौँ भन्ने कुरामा हामीले अझ चिन्तित भएर यो ऐनले मानिसको भविष्य बन्दछ भने कति मानिसहरूको भविष्य गुम्दछ भन्ने कुरा पनि हामी चिन्तित हुनुपर्दछ। ऐन कानुन नै जनताको सेवाका लागि हो भन्ने कुरा, शासन व्यक्तिको होइन विधिको लागि हुने कुरा हामीले अनुभूति हुने किसिमले चाहिँ यो कुरामा सबै सदस्यहरू मलाई लाग्छ चिन्तित भएर अझ अध्ययनशील भएर काम गर्नुपर्ने ठानेका छौँ। र अब हामी यस कार्यकालमा अन्तिम अवस्थामा आइसकेका छौँ। यसले हामीले यो 5 वर्षीय कार्यकालमा अब मलाई लाग्दछ हामीले एउटा इतिहास पल्टाउन खोजिरहेका छौँ। त्यो इतिहासले नगरवासीहरूले हाम्रो कार्यकाललाई सधैँ सम्झने किसिमको स्वर्णिम इतिहास भन्ने शुभकामना दिँदै आफ्नो भनाइ टुङ्गाउँछु। धन्यवाद। जय नेपाल। धेरै धेरै धन्यवाद छ। यसै गरी नगरसभाका सदस्य श्री सन्तोष ढुङ्गेलज्यूलाई 3 मिनेटको समयभित्र आफ्नो भनाइहरू विषयमा केन्द्रित भई राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यस सभाका सभाध्यक्षज्यू, सदस्य सचिवज्यू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, वडा अध्यक्षज्यूहरू, कर्मचारी मित्रहरू, पत्रकार साथीहरू, सर्वप्रथम त म सुरु गर्न चाहन्छु। आज यो विधेयकभन्दा बाहिर गएर मैले बोल्न पर्ने हुन्छ। आफ्नो देशमा केही गर्छु भनेर फर्किएका 25 वर्षीय युवा जसले आज व्हिल लकका कारणले आत्मदाह गर्ने प्रयास गरे, त्यसको लागि हामीले नगर प्रहरी विधेयक संशोधन यही सभाबाट पेश गर्न म चाहन्छु। नगर प्रहरी संशोधन पनि होस्। व्हिल लकको विषयमा नगर प्रहरीले व्हिल लक लाउन पाउने अधिकार छ या छैन, छैन भने त्यसलाई तत्काल त्यो हटाउन पनि म माग गर्दछु। त्यसै गरी कर्मचारी सेवा सम्बन्धी ऐन 2077 को संशोधनको लागि 3 महले क्रम सङ्ख्या 8 मा प्रस्तावित नोकरी अवधि गणना गरिने व्यवस्था उल्लेख भएको काठमाडौँ महानगरपालिकामा स्थायी रूपमा नियुक्ति भई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेकोमा काम गरी पुनः काठमाडौँ महानगरपालिकाको सेवामा नियुक्त भएकासम्म यथावत राखी सो पछिको तथा
नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थामा काम गरिरहेको अवस्थामा नै काठमाडौँ महानगरपालिकाको सेवामा स्थायी नियुक्ति आएका कर्मचारीको सेवा अवधि पुरै जोडिनेछ भन्न हटाउन प्रस्ताव गर्न चाहन्छु। त्यसै गरी विधेयकहरूमा हामीले काठमाडौँ महानगरपालिका 29 वडाबाट बालाजु पौडी पोखरीमा हामीले पौडी आयोजना गर्नलाई पटक धेरै पटक कुन निकायले चाहिँ नि त्यो पौडी गर्नको लागि चाहिँ नि कुन यो हाम्रो विभागबाट हुन्छ भनेर एउटा कार्यविधि नै छैन। हामीले कार्यविधि नबनाइकन किन सञ्चालन गर्छौँ कुनै पनि चिजहरू? पहिला कार्यविधि पनि बनाउनु पऱ्यो नि त। कुनै चिज पौडी पोखरीमा पौडी सञ्चालन गर्नको लागि कार्यविधि नै छैन। त्यसको लागि धेरै धाउनु पऱ्यो, विभागमा धाउनु पऱ्यो, विभागमा भन्नु पऱ्यो, कार्यविधि नभएको कसरी बनाउने? त्यस कारणले त्यो पौडी पोखरीको पनि कार्यविधि बनोस्। त्यसै गरी अहिले खुसी लागेको छ काठमाडौँ महानगरपालिकाले अटिजमको लागि एउटा विद्यालय बनाउँदैछ। त्यो भाग्यशाली हामी छौँ। हाम्रो काठमाडौँ महानगरपालिका 29 वडामा बन्न लागेको छ। त्यसको टेन्डर पनि भएको छ। त्यसको लागि हामी सम्पूर्ण नगरसभा सदस्यहरूले धन्यवाद दिनुपर्छ हाम्रो कार्यवाहक प्रमुखज्यूलाई। र यसै गरी यसको पनि कार्यविधि त्यो भवन बन्दा बन्दै बनोस्। भवन बनेर फेरि 1 वर्ष अर्को कार्यविधि बनाउन समय नखर्च्यौँ मेयर साहब। यो सुझाव दिन चाहन्छु। पौडी पोखरी आज 1 वर्ष भइसक्यो सञ्चालन भएको, त्यसको कार्यविधि नै छैन। त्यस्तै अटिजम स्कुलको नि कार्यविधि तत्काल सुरु गरेर हामी त्यो भवन बन्दाखेरि नै हामीले त्यहाँ अटिजमको विद्यार्थीहरू भर्ना गर्न सकौँ। त्यसको पनि कार्यविधि तत्काल बनोस्। कर्मचारीको बढुवा मापदण्ड आएको छ, सरुवा मापदण्ड छैन। गनाएका छन् कर्मचारीहरू कति ठाउँमा 5 वर्ष 10 वर्ष एउटै ओडामा या एउटै विभागमा बस्ने। त्यसको सरुवा गर्न खोज्यो भने कोले कुन कुन विभागबाट रोक्ने? त्यो सरुवाको मापदण्ड के हो? कति वर्ष एउटा कर्मचारी एउटा विभाग अथवा एउटा ठाउँमा बस्न पाउने? त्यसको एउटा कार्यकारी प्रमुखज्यू, प्रशासन प्रमुखज्यू उहाँहरूले एउटा बैठक बसेर यो कुरालाई टुङ्गाउन म एकदम जरुरी देख्छु। गनाएका छन् कर्मचारीहरू है। कर्मचारी एउटै ठाउँमा बस्दा के फरक पर्छ त? एकाधिकार र घुसको जोखिम एउटै टेबलमा 3, 4, 5 वर्ष बस्दा म बिनाको काम हुँदैन भन्ने मानसिकता बढ्छ। सेवा गराएर कर्मचारी दुवैलाई समस्या पर्छ। पदोन्नतिको बाटो साँघुरो हुन्छ। कर्मचारीको नयाँ सिप नआउने समस्या हुन्छ र लामो समय एउटै वडा वा शाखामा हुँदा स्थानीय तथा सेवाग्राहीसँगको सम्बन्धले गर्दा काममा स्वतन्त्रता कम हुन्छ। सामाजिक ट्याग लाग्छ। के ट्याग लाग्छ? नवप्रवर्तनमा कमजोरी आउँछ। भ्रष्टाचारको ठाउँमा ढाडस बढ्छ। आन्तरिक लेखापरीक्षणको गाइडलाइनमा पनि रोटेसन भनिएको कारण यही हो। र नयाँ कर्मचारी आएर धेरै सिक्न पाउँछन्। पुरानो मान्छेले मात्र कब्जा गरेको भन्ने गुनासो धेरै आउँछ एकै ठाउँमा बसेपछि। त्यसैले आन्तरिक सरुवालाई तत्काल लागू गर्न म अनुरोध गर्दछु। र स्वास्थ्यमा त यति गनाएको छ कि अझ चौथो तहले छैटौँ तहलाई चलाउँछ। जो छैटौँ तह चाहिँ नि ऊ नेपाल सरकारको स्थायी कर्मचारी हाम्रो आएकै छ। चौथो तहको हाकिमले छैटौँ तहलाई चलाउँछ। यो किन यस्तो? यो चाहिँ नि ठुलो हेरेर आज 4 वर्षदेखि किन काठमाडौँ महानगरपालिका बसिरहेको छ? यो किन गर्न सक्न नसक्ने? प्रशासनले नसक्ने कि कार्यकारीज्यूले नसक्ने कि मेयरज्यूले नसक्ने कि कसले नसक्ने? यसलाई पनि म घोर भर्त्सना गर्छु। यस्तो चिजहरूलाई एकै ठाउँमा कर्मचारीलाई थुपारेर राख्ने बन्द होस्। कर्मचारी र जनप्रति भनेको नङ र मासु जस्तै हो। यो नसोच्नु कि कर्मचारीलाई मैले यो भने भनेर कर्मचारी मित्रहरू यहाँ आउनुहुन्छ। हामी मासु हौँ भने कर्मचारी नङ हो। नङ बढ्दै जान्छ, काट्नु पनि पर्छ, कहिलेकाहीँ पाल्नु पनि पर्छ, माया पनि गर्नुपर्छ। यसो भन्दैमा सबै कर्मचारीलाई एकैचोटि सरुवा गर्नु पनि भन्न चाहेको होइन। फेरि कर्मचारी मित्रहरूलाई लाग्ला कि यहाँ सदस्यले अहिले नै सबैको सरुवा कता गरिदिने हुनुभयो, यसले त कर्मचारीलाई राख्ने नै भएन, टिकाउने भएन भन्न नसोच्न आग्रह गर्दछु। त्यसै गरी स्वास्थ्य ऐनमा स्वास्थ्य स्वयंसेविकाको व्यवस्थापनबारे उल्लेख नभएको बारे सोबारे स्पष्ट गरी यस ऐनमा व्यवस्था गर्न चाहन्छु। स्वास्थ्य स्वयंसेविका दिनरात खट्नुहुन्छ, तर हाम्रो ऐनमा त्यसको व्यवस्था नै छैन। त्यसलाई ऐनमै व्यवस्था गरेर उहाँहरूलाई के गर्ने? स्वास्थ्य स्वयंसेविकाको ऐन बनाउनु पर्यो। शिक्षा ऐनमा छात्रवृत्तिको सम्बन्धमा
हामी काठमाडौँको बारेमा मैले धेरैचोटि भनेको छु, काठमाडौँ महानगरपालिकाले हामीले केही पनि पाउँदैनौँ, हामीले अरूलाई मात्र दिनुपर्छ। त्यस कारणले काठमाडौँ महानगरपालिका स्थायी बासिन्दालाई 50% छात्रवृत्ति व्यवस्था हुने गरी ऐनमा नै उल्लेख गर्नुपर्छ। 50% पुर्याउनको लागि म आग्रह गर्दछु। विपद समितिको सम्बन्धमा वडा स्तरको पनि समिति व्यवस्थापन गर्नुपर्ने म भन्दछु। र यति भन्दै मेरो आफ्नो मन्तव्य यहीँ टुङ्गाउँछु। जय नेपाल। धन्यवाद। यसै गरी नगरसभा सदस्य श्री मोचा राजा महर्जनज्यूलाई प्रस्तावमा केन्द्रित भई 3 मिनटभित्र आफ्नो भनाइ राखिदिनु हुन समय उपलब्ध गराउँदछु। धन्यवाद। यस 19औं नगर सभाका अध्यक्षज्यू, प्रशासकीय प्रमुखज्यू, नगरसभा सदस्य साथीहरू, कर्मचारी मित्रहरू, पत्रकार साथीहरू र सम्पूर्ण यस नगरसभा हेरिराख्नुभएका महानगरवासी तथा सम्पूर्ण देशवासीहरूमा सबभन्दा पहिला जोजोल्पा र नमस्कार भन्न चाहन्छु। यो हाम्रो कार्यकालको चाहिँ अन्तिम बजेट सत्र हो। यो अन्तिम बजेट सत्रमा एकचोटि हामी फ्ल्यासब्याकमा जान चाहन्छौँ। हुन त मलाई 3 मिनटको समय दिनुभएको छ अध्यक्षज्यूले, म 1-2 मिनट थप चाहिँ म माग गर्न पनि चाहन्छु। विशेष रूपमा हिजो हामीले चुनावमा जाँदाखेरि चुनावमा गरेका बाचा सम्झौँ। हामी सबै 162 जवान नगरसभा सदस्यज्यूहरू यहाँ हुनुहुन्छ। यहाँ महत्त्वपूर्ण विधेयकहरू हामी संशोधनको विषयमा छलफल पनि गर्दैछौँ भनेर भन्दाखेरि हिजो हामीले महानगरवासीसँग मत माग्दाखेरि मेरो विजय सुनिश्चित भयो भने म के गर्छु भनेर हामीले जे भनेका छौँ त्यो कुरालाई सम्झौँ। त्यसलाई सम्बोधन कसरी गर्न सकिन्छ भन्ने कुरामा हामीले 4 वर्षसम्म के काम गर्यो त्यो पनि सम्झौँ। के साँच्चै हामीले चाहिँ हाम्रो मतदाताहरूलाई न्याय गरेको छ कि छैन भन्ने पनि सम्झौँ। म काठमाडौँ महानगरपालिका विधायन समितिको संयोजक भएको नाताले म आफैले पनि मूल्याङ्कन गरेँ। दुःख लागेको छ मलाई। साँच्चै नै भन्ने हो भने काठमाडौँ महानगरपालिकाका महानगरवासीले तिरेका करको बजेटबाट हामी 25 अरबको बजेट बनाउँछौँ। हामीले यही नगरसभाबाट पास गरेका आर्थिक ऐनमा तोकेका दर रेटमा उहाँले कर तिर्नुहुन्छ। त्यसपछि हामी उहाँहरूलाई के डेलिभर दिए सम्झनुहोस्। मलाई लाग्छ हामीले डेलिभर दिन सकिरहेको अवस्था छैन, किनभने कानुनमै त्यो व्यवस्था छैन भनेर भन्दाखेरि हामी बजेट बनाउँदाखेरि हिजो हामीले नीति कार्यक्रम सर्वसम्मत पास गरे, बजेट सर्वसम्मत पास गरे, त्यसबाट उहाँहरूलाई कति डेलिभरी दिए भनेर भन्दाखेरि हाम्रो खर्च क्षमता जम्मा 50-60% एकदम मेहनत गरेर हामी गर्छौँ भनेर भन्दाखेरि खर्चको क्षमता हाम्रो कम छ भन्न साथै हामीले त्यो बजेटमा हाम्रो नीति कार्यक्रममा हामीले गरेका सम्बोधनहरू त्यति नै त उहाँलाई हामीले डेलिभर दिए भनेर भन्दाखेरि हामीले अन्याय गरेको जस्तो मलाई लागिरहेको अवस्था छ। त्यसरी यस सम्बन्धमा यो महत्त्वपूर्ण दिन हो आज हाम्रो अन्तिम यो बजेटको चाहिँ अधिवेशन र यही बजेट अधिवेशनमा हामी महत्त्वपूर्ण विषय शिक्षा, स्वास्थ्य र रोजगारको सम्बन्धमा व्यवस्था गर्न सक्ने हामीले ऐन संशोधनको छलफलमा हामी बस्दैछौँ। मलाई लाग्छ यो ऐन संशोधन गर्दाखेरि यसमा हामीले समेट्न सक्ने कमसेकम ती विषयहरूलाई सम्बोधन गर्नलाई हामी अग्रसर हुने कि नहुने, मलाई जहाँसम्म लाग्छ अग्रसर हुनुपर्छ। अहिलेसम्म हामीले शिक्षामा महानगरवासीलाई के दिएका छौँ? छात्रवृत्तिको व्यवस्था हामीले भन्न सक्ने व्यवस्था यही मात्रै छन्। छात्रवृत्तिको व्यवस्था गरेका छौँ, हजारौँ विद्यार्थीहरूलाई हामीले छात्रवृत्ति दिएका छौँ भनेर भन्छौँ। अघि साथीहरूले प्रश्न राखिसक्नुभयो, कमसेकम छात्रवृत्ति दिनखेरि महानगरवासीलाई चाहिँ 50% सुनिश्चित गरौँ भनेर प्रस्ताव आएको छ। म त्यसलाई समर्थन गर्छु। किन त्यो चाहियो भनेर भन्दाखेरि उहाँले तिर्नुभएको करको पैसाबाट हामी महानगर चलाउँछौँ। साधारण खर्चदेखि पुँजीगत खर्च समेत हामी त्यही बजेटबाट हामी चाहिँ अगाडि बढिरहेका छौँ भनेर भन्दाखेरि जति इमान्दारका साथ
हाम्रो 25 अरब बजेट बनाउनलाई सहयोग उहाँले गर्नुभएको छ। हामी त्यही अनुसारले उहाँलाई डेलिभर दिन सकेको छौँ कि छैन? हामी डेलिभर दिँदाखेरि नेपालभरिका 7 प्रदेश 77 जिल्लाका जनतालाई हामी दिने गरिरहेका छौँ। तर त्यो कर डाटाहरूलाई त्यो महानगरवासीका स्थायी बासिन्दाहरूलाई हामीले के दिइरहेका छौँ? जहाँसम्म लाग्छ हामीले दिन सकिरहेको अवस्था छैन। त्यसले हामी शिक्षामा हेर्ने हो भने ती छात्रवृत्ति एउटा हामीले भन्न सक्ने अवस्था छन् भने स्वास्थ्यमा हामीले उहाँलाई के दिइरहेका छौँ भन्दाखेरि आधारभूत स्वास्थ्य सेवा भनेर हामीले स्वास्थ्य प्रबन्धन केन्द्र मार्फत सेवा दिइरहेका छौँ। अहिले हामी भन्न सक्ने यो मात्र छ। अनि अर्को हस्पिटलमा विभिन्न हस्पिटलमा 10% बेडको चाहिँ हामीले व्यवस्था गरेका छौँ पनि हामी भन्न सक्छौँ। के त्यतिले महानगरवासीलाई हामीले सेवा दिएको रहन्छ र? निश्चित रूपमा छैन। यसमा पनि थप हामीले के गर्न सकिन्छ? सकेसम्म उहाँहरूलाई हामीले शिक्षा महानगरवासी यो काठमाडौँको देशको राजधानी महानगरवासीलाई हामीले के दिन सक्छौँ भनेर भन्दाखेरि यी विभिन्न आधारभूत यो 3टा विषय एकदम आधारभूत विषय हो कि यहाँले सबैले थाहा होला। काठमाडौँ भन्न साथै आनाको चाहिँ कुनै पनि नेपाली काठमाडौँवासीको 2 आना जग्गा त होला, 8 आना जग्गा त होला, 4 आना जग्गा त होला। त्यसको भाउ मात्र भन्यो भने करोडौँ रुपियाँ, करोडपति रहेछ काठमाडौँवासीहरू सबै भन्ने यहाँ भान हुन्छन् सबैलाई। तर त्यो जग्गाले उनीहरूको चाहिँ पेट भर्छ कि भर्दैन, हात मुख जोड्नलाई उहाँले पुग्छ पुग्दैन हामीले धन्यवाद। मेरो स्वर ठुलो भएर यो बत्ती गएको जस्तो लाग्यो। म अलिकति सानो स्वरले भन्छु होला। सुरु गरौँ अरेशज्यू। त्यसैले जसरी हामीले स्वास्थ्य सेवाको हकमा हामीले भन्ने हो भने स्वास्थ्य प्रबन्धन केन्द्र र 10% छुटदेखि लिएर यी कामहरू हामी अगाडि बढ्दैछौँ। त्यस्तै रोजगारको सवालमा हामीले के गर्दैछौँ भनेर भन्दाखेरि काठमाडौँ महानगरपालिकामा हामी अहिलेमै तपाईँहरूको चाहिँ विवरणमा हेर्नुभयो भने काठमाडौँ महानगरवासी साँच्चै कति प्रतिशत महानगरवासीले काठमाडौँ महानगरपालिकामा रोजगारी पाइरहेको छ? निश्चित रूपमा प्रभावित क्षेत्रको हकमा हामीले फोहोर मैला व्यवस्थापनको लागि हामीले सहयोग गर्ने बन्चरे डाँडा र सिस्टोलका वासीहरूलाई हामीले रोजगारको व्यवस्था सुनिश्चित गरेका छौँ। तर काठमाडौँ महानगरपालिका जसले हामीलाई 25 अरबलाई सहयोग गर्ने कर डाटाहरूलाई हामीले कति प्रतिशत रोजगारको व्यवस्था गरेका छौँ? निश्चित रूपमा देशमा हाम्रो 3 तहको सरकार, केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको हकमा पदपूर्ति गर्दाखेरि धेरै पदहरू, उच्च पदहरू लोकसेवाको मापदण्डमा बसेर अगाडि बढ्नुपर्ने व्यवस्था छन्। तर हामीले आन्तरिक रूपमा गर्न सक्ने अहिले पनि ऐनमा आएको छ। जिल्ला डर रेटको आधारमा जनशक्ति व्यवस्थापनमा चिन्ता लिने कि नलिने, त्यो त हामी आन्तरिक रूपमा गर्न सक्ने व्यवस्था हो नि त। यसमा हामीले काठमाडौँ महानगरवासीलाई प्रायोरिटी बेसमा राखिन् कि नराख्ने, यस विषयमा पनि हामीले सोच्नुपर्ने लाग्छन्। त्यसैले म यी विभिन्न कुराहरू म किन गर्दैछु भनेर भन्दाखेरि हाम्रो काठमाडौँ महानगरवासी
सोझा छन्, उहाँहरू माग्न जान्दैनन्, बोल्न जान्दैनन्, उहाँहरूले माग्न जान्दैनन्, बोल्न जान्दैनन्। त्यसैले हाम्रै प्रतिनिधिको रूपमा हामी 162 जना यहाँ पठाएको हो। तपाईँहरूले चाहिँ बोल्नुहोस्, जानुहोस्, भन्नुहोस्। यसैलाई ध्यानमा राखेर म चाहिँ यो विशेष सभामा म केही कुराहरू प्रण गर्न म अनुरोध गर्दछु। जस्तै शिक्षा, स्वास्थ्य र रोजगार व्यवस्थामा महानगरवासीलाई विशेष अवसरको व्यवस्था हुने गरी कानुनमा सम्बोधन गरौँ भन्न चाहन्छु। विशेष गरी त्यसको लागि सबभन्दा महत्त्वपूर्ण विषय चाहिँ के छन् भने, सबभन्दा पहिला काठमाडौँ महानगरभित्र सहरी गरिबको तथ्याङ्क सङ्कलन गर्नलाई अहिले 32 वडामा हामीले एकचोटि परिवर्तन गरेर मापदण्ड हामी बनाइदिउँ र त्यो मापदण्डभित्र हाम्रो महानगरवासी मतदाताहरू, स्थायी बासिन्दाहरूको तथ्याङ्क एकचोटि लिएर कमसेकम अहिले हामीले संशोधन गरिरहेका कानुनमा जनशक्ति व्यवस्थापनको लागि उहाँहरूलाई प्रायोरिटी बेसमा राखेर अगाडि बढ्न सक्ने एउटा घोषणा गर्न सक्यो भने यो अन्तिम बजेटको कार्यक्रममा कमसेकम महानगरले अब प्रभावी क्षेत्र यो महानगरवासीको लागि धेरै कामहरू अगाडि बढाइयो, अब कमसेकम चिन्ता लियो भन्ने चाहिँ मेसेज समाचार जनमानसमा जाओस् भन्ने हिसाबले चाहिँ म यी कुराहरू राखेँ र यस सम्बन्धमा केही संशोधन प्रस्तावहरू पनि म यसमा राख्न चाहन्छु। प्रस्ताव नम्बर 1 मा प्रस्तावित काठमाडौँ महानगरपालिका महानगर प्रहरी ऐन 2080 लाई संशोधन गर्न बनेको ऐन 2082 संशोधन प्रस्तावमा साबिक व्यवस्थाको 10 को बुँदा नम्बर 5 हटाउने प्रस्ताव खारेज गरी, हटाउने प्रस्ताव खारेज है। फेरि साबिक व्यवस्थामा हामीले 40% राखेका छौँ महानगरवासीलाई, त्यसलाई अझ सक्ने हो भने बढाएर 60% पुर्याउनलाई चाहिँ म प्रस्ताव गर्न चाहन्छु। कारण यसले अहिले भर्खर बनेका जस्तै प्रभावित क्षेत्रका स्थानीय जनतालाई रोजगारीको व्यवस्था यसले चाहिँ सिर्जना गर्ने चाहिँ कामहरू गर्छन्। त्यस्तै 2 नम्बरमा काठमाडौँ महानगरपालिका भवन मापदण्ड 2080 दोस्रो संशोधन प्रस्ताव निम्न व्यवस्था थप गर्न प्रस्ताव गर्न चाहन्छु। म हालको मापदण्डमा घरमुनि बाटो 4 फिट हुनुपर्ने र पिलर न्यूनतम 14 इन्च हुनुपर्ने भएर फेस 60 फिटसम्म हुने नयाँ घर निर्माण गर्दा भर्याङ राख्न अब समस्या भएकोले, ती घर धनी विस्थापित हुने भएकोले सोलाई उचित व्यवस्थापन हुने गरी मापदण्ड सुधार गर्नको लागि म प्रस्ताव गर्न चाहन्छु। यो गर्नुपर्नुको कारण यहाँलाई म पटक पटक कार्यपालिकाको बैठकबाट राखिसकेको छु, स्पष्ट हुनुभयो होला। बाटो यहाँ काठमाडौँ महानगरमा अहिले पनि कमसेकम हरेक वडामा, विशेष गरी भित्री सहरको वडामा 5-10% त्यस्तो घरहरू छन् जसको घर निर्माण गर्दाखेरि काठमाडौँ महानगरको विशेष गरी भित्री सहरमा हरेक वडामा लगभग 5-10% चाहिँ त्यस्तो घरहरू छन् जसले यो मापदण्डले गर्दाखेरि उहाँहरूको घर सम्झिहालाई बेच्न बाध्य हुने अवस्था देखिएको छ। अब त्यसलाई रोक्नको लागि हामी कस्तो विज्ञसँग चाहिँ सल्लाह गर्नुपर्ने हो या केन्द्रीय सरकारको मापदण्डसँग पनि समन्वय गरेर चाहिँ यो मापदण्डलाई त्यस्तोको हकमा कसरी अगाडि बढ्न सक्छ भन्ने कुरा चाहिँ प्रक्रिया अगाडि बढाउन म प्रस्ताव गर्न चाहन्छु। 3 नम्बरमा प्रस्तावित कामपा
कर्मचारी सेवा ऐन 2077 को क्रम सङ्ख्या 1 मा दफा 17 उपदफा 7 पछि 8 थप गर्नेमा जिल्ला दर रेट अनुसार हाजिरीमा 6 महिनासम्म भर्ना गर्न सकिने र बुढा 9 थप गरी 8 नम्बरमा यो बुढा 8 चाहिँ थपेको छ। अब 9 नम्बर बुढा एउटा थप गरी कर्मचारी कर्मचारीको लिँदा 50% महानगरपालिकाका स्थायी बासिन्दाका लागि आरक्षित हुने गरी भन्ने बुढा थप गर्न प्रस्ताव गर्न चाहन्छु। त्यसको कारण काठमाडौँ महानगरपालिकावासीलाई रोजगारीको सुनिश्चितता गर्न भन्ने हिसाबले चाहिँ म यति संशोधन प्रस्ताव राखी मेरो मन्तव्य यही टुङ्ग्याउँछु। धन्यवाद। धेरै धेरै धन्यवाद छ। नगरसभा सदस्य श्री सुरेश महानन्दज्यूलाई प्रस्तावमा केन्द्रित भई 3 मिनट समयभित्र आफ्नो भनाइ राखिदिनु हुन समय उपलब्ध गराउँदछु। काठमाडौँ महानगरपालिका 19औं नगरसभाका आदरणीय सभा अध्यक्षज्यू, प्रशासनिक प्रमुखज्यू, नगरसभाका सदस्यज्यूहरू, पत्रकार तथा कर्मचारी बन्धुहरूलाई सर्वप्रथम म सुरेश मानन्दरको नमस्कार, जोजोलपा। कर्मचारी ऐन सम्बन्धी ऐन 2077 को संशोधनको लागि 3 महलेको क्रममा सङ्ख्या 7 मा प्रस्तावित नोकरी अवधि गणना गरिने व्यवस्था उल्लेख भएको काठमाडौँ महानगरपालिकामा स्थायी रूपमा नियुक्त भई नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेको निकायमा काम गरी पुनः महानगरपालिकाको सेवामा नियुक्त भएका वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वको निकायमा काम गरिरहेको अवस्थामा नै काठमाडौँ महानगरपालिकाको सेवामा स्थायी नियुक्ति पाई कार्यरत कर्मचारीको सेवा अवधि पुरै जोडिने छ भन्ने हटाउन प्रस्ताव गर्दछु। धन्यवाद। धन्यवाद। यसै गरी नगरसभा सदस्य श्री रोजिना श्रेष्ठज्यूलाई 3 मिनटभित्र प्रस्तावमा केन्द्रित भई आफ्नो भनाइ राख्नु हुन समय उपलब्ध गराउँदछु। आजको यस काठमाडौँ महानगरपालिकाको 19औं नगरसभाको 6औं बैठकका अध्यक्षज्यू, सचिवज्यू, यस्तै गरी कार्यपालिकाका सदस्यज्यूहरू, कर्मचारी मित्रज्यूहरू, सम्पूर्णमा म रोजिना श्रेष्ठको न्यानो अभिवादन तथा नमस्कार। हालै हाम्रो वडा स्तरबाट भइरहेको भू सेवाको काम चाहिँ वडाबाट नभई केन्द्रबाट गर्नुपर्ने, केन्द्रमै भू सेवा विभाग बनाई गर्नुपर्ने देखिएको छ। किनभने हामीले चाहिँ सेवाग्राहीहरूको लागि सजिलोको लागि भनेर वडाबाटै भू सेवा सुविधाहरू उहाँहरूलाई दिँदै आइरहेका थियौँ। तर यहाँबाट हामीले जुन डकुमेन्टहरू मालपोतमा पठाउँदाखेरि त्यहाँ रुजु गरेर उहाँहरूले पठाउनु पर्ने डकुमेन्ट चाहिँ समयमै नपठाइदिएको हुनाले सेवाग्राहीहरूले एकदम दुःख पाइराख्नु भएको छ। एक दिनमा हुने काम चाहिँ उहाँहरूलाई लगभग 4-5 दिन लागिरहेको छ। कहिले घरि वडामा आउने, घरि उहाँ मालपोत जानुपर्ने, घरि हामीले यहाँ वडाबाट चाहिँ फोन गरेर हामीले डकुमेन्ट पठाइदिएको छ, तपाईँहरूले त्यहाँ रुजु गरिदिनु भन्दाखेरि मालपोतको मान्छेहरूले चाहिँ रुजु नगरिदिने, समयमै नगरिदिएको भएर चाहिँ एकदम धेरै दुःख पाइरहेको छ। त्यही भएर हामीले सेवाग्राहीलाई चाहिँ सुविधा दिनको लागि चाहिँ भू सेवा वडाबाट गरेका थियौँ। तर यो सेवाग्राही चाहिँ उता मालपोतबाट चाहिँ हाम्रो कुरा नसुन्ने, फोन गरेर हामीले भन्दाखेरि पनि उहाँहरूले खाजा खान गएको छ, अहिले सिटमा छैन भनेर कुरा आएको भएर अनि उहाँहरू एकदम धेरै दुःख भइरहेको छ। हाम्रो वडामा जुन सेवाग्राहीहरू आउनुहुन्छ, कहिले सर्भर नचल्ने, त्यस्तो हुँदाखेरि चाहिँ एक दिनमा हुने काम चाहिँ उहाँहरूको कम्तीमा पनि 5 दिन नभए 7 दिनमा मात्र काम हुने भएको भएर यो चाहिँ के चाहिँ हामीले केन्द्रबाटै भू सेवा विभाग बनाएर चाहिँ काम गर्नु पर्यो। होइन, यदि वडाबाटै गर्ने हो भने चाहिँ उहाँहरूलाई चाहिँ हजुरहरूले खबर गरेर चाहिँ त्यो जुन डकुमेन्ट हामीले रुजु गर्नको लागि पठाइएको छ त्यो चाहिँ समयमा नै गरिदिनु भनेर चाहिँ हजुरहरूले त्यसको लागि पनि सम्बोधन गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। अर्को चाहिँ एउटा राजस्व सम्बन्धी छ, जुन चाहिँ हाम्रो वडामा चाहिँ स्थानीयहरूले चाहिँ सेवाग्राहीहरूले आफ्नो छोराछोरीहरू विदेश पठाउनको लागि चाहिँ उहाँहरूले ब्याङ्किङ प्रयोजनको लागि चाहिँ
1-2 महिनाको लागि भाडामा छ भनेर चाहिँ उहाँहरूले घर भाडा देखाउनुहुन्छ। अनि फेरि बच्चाहरू बाहिर गइसकेपछि चाहिँ त्यो घर भाडा चाहिँ अहिले भाडामा छैन भनेर उहाँहरूले हटाउन आउनुहुन्छ। अब यसको लागि चाहिँ हामीले पहिला भाडामा छ भनेर उहाँहरूको सबै लिस्टिङ गरिसकेका हुन्छौँ, फेरि 1-2 महिनापछि छैन भनेर गर्दाखेरि पछि चाहिँ हामीलाई यो यसबाट चाहिँ अब पुनः रद्द गरेर हामीले चाहिँ उहाँहरूको घर भाडा छैन भनेर रद्द गर्दाखेरि त पछि हाम्रो वर्षको अन्तमा हामीले मलेपामा उ गर्दाखेरि त्यहाँबाट व्यापक कुरा उठाउन सक्ने भएको भएर अब यसलाई पनि हामीले कसरी यो समस्या तत्काल समाधान गर्न सकिन्छ सो बारेमा पनि सम्बोधन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। हस्त धन्यवाद। धन्यवाद। आजको यस बैठकमा नगरसभाका सदस्यज्यूहरूबाट प्रस्तुत गर्नुभएका संशोधन प्रस्ताव तथा लिखित त्यसै गरी मौखिक सुझावहरूलाई समेत यथासम्भव समेटी कार्यसूचीको 1 देखि 6 सम्म रहेको क्रमशः 1 काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन 2080 मा पहिलो संशोधन विधेयक 2083, 2 काठमाडौँ महानगरपालिका शिक्षा ऐन 2075 को दोस्रो संशोधन 2083, 3 काठमाडौँ महानगरपालिका विवाद निरूपण कार्यविधि ऐन 2075 को पहिलो संशोधन 2083, 4 काठमाडौँ महानगरपालिका विपद व्यवस्थापन ऐन 2077 को पहिलो संशोधन 2083, काठमाडौँ महानगरपालिका कर्मचारी सेवा ऐन 2077 को चौथो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका नगर प्रहरी ऐन 2080 को दोस्रो संशोधन विधेयक 2083, काठमाडौँ महानगरपालिका भवन निर्माण मापदण्ड 2080 को दोस्रो संशोधन प्रस्ताव 2083, न्यायिक समितिको प्रतिवेदन, विकास तथा सुशासन समितिको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गर्ने निर्णयका लागि प्रस्ताव पेश गर्दछु। पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला। विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। तटस्थ बस्न चाहने सदस्यले मत दिन्न भन्नुहोला। हुन्छ भन्ने सर्वसम्मत सदस्यको ध्वनि मतका आधारमा प्रस्तावित विधेयकहरूको संशोधन सहित र प्रतिवेदनहरू सुझाव सहित गाउँ नगर जिल्ला सभा सञ्चालन कार्यविधि ऐन 2075 को दफा 16 बमोजिम स्वीकृत भएको घोषणा गर्दछु। यस सभामा छलफल गर्ने अन्य विषय नभएको र निर्धारित कार्यसूचीमा उल्लेखित प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको छ। आगामी आर्थिक वर्ष 2083-84 का लागि यस नगरसभाको मिति 2083-2/31 देखि आज मिति 2083-3/25 सम्म गरी 6 वटा बैठक मार्फत विस्तृत छलफल गरी पारित भएका नीति तथा कार्यक्रम तथा बजेट, आर्थिक तथा विनियोजन विधेयक, विद्यमान 6 वटा ऐन तथा भवन निर्माण सम्बन्धी मापदण्ड समेत गरी 7 वटा कानुनमा समसामयिक संशोधन भएको छ। यी नीति, कार्यक्रम तथा कानुनहरूको कार्यान्वयनबाट काठमाडौँ महानगरपालिकाको दीर्घकालीन, मध्यकालीन र वार्षिक लक्ष्य, उद्देश्य र योजना प्राप्तिका लागि योगदान पुग्नेछ। यसका लागि नगर कार्यपालिका, विषयगत समिति, वडा समिति, विभाग लगायत सबै जनप्रतिनिधि र कर्मचारीहरूले परिभाषित भूमिका निर्वाहमा प्रतिबद्ध र नतिजामुखी हुनुपर्नेछ। महानगरवासीको सेवा र सहजता नै महानगरपालिकाको प्रमुख ध्येय हो। महानगरवासीको हित, कल्याण र सुविधा प्रदान गर्न सबै जनप्रतिनिधि, विज्ञ तथा कर्मचारीहरू एकाकार भएर कार्य सम्पादन गर्दा हालको अवस्थामा अझै सुधार भई सुशासनयुक्त, सांस्कृतिक र समृद्ध महानगर निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। यस सभाबाट स्वीकृत भएका नीति, कार्यक्रम तथा कानुनी व्यवस्थाको अक्षरश पालना गरी उच्चतम नतिजा हासिल गर्न सबैले दत्तचित्त भई भूमिका निर्वाह गर्न
हामी सबै उत्प्रेरित हुन पनि अनुरोध गर्दै काठमाडौँ महानगरपालिका नगरसभाको 19औं अधिवेशन सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्नुहुने सबै जनप्रतिनिधिहरू, कर्मचारी साथीहरू, यहाँहरू सबैलाई धन्यवादसहित नगरसभा सञ्चालन कार्यविधि ऐन 2075 को दफा 3 को उपदफा 2 बमोजिम काठमाडौँ महानगरपालिका नगरसभाको 19औं अधिवेशन अन्त्य भएको घोषणा गर्दछु। धन्यवाद। प्रमुखज्यू, यो कार्यक्रमको समापन पश्चात मैले एउटा सानो निवेदन गर्न चाहेको छु। सूचना प्रमुखज्यू, प्रमुख प्रशासकज्यू, नगरसभाका सदस्यज्यूहरू अनि यस हलमा रहनुभएका राष्ट्र सेवा कर्मचारीहरू सबैलाई अब यो